हामीले सुन्दै आएका थियौँ नि, अति गर्नु अत्याचार नगर्नु हो। अत्याचार गर्दाको परिणाम कस्तो हुन्छ भनेर बिक्की र विशालले यति बेला भोगिसकेका छन्। जबरजस्ती गरेरै भए पनि मुनालाई आफ्नो बनाउँछु भनेर अत्याचार गरेको बिक्कीले यति बेला ज्यान गुमाउनु परेको छ। अनि रामका गाउँका चेलीबेटी र अन्य चेलीबेटीहरूमाथि अत्याचार गर्ने, बलात्कार गर्ने अनि रामलाई बारम्बार मार्ने कोसिस गर्ने यो विशाललाई पनि यति बेला रामले मृत्यु सजाय दिएका छन्। रामले एकदमै सही गरे भन्ने जतिले चाहिँ यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा चाहिँ तपाईँको आफ्नो नाम लेख्न भने पक्कै पनि नभुल्नु होला। हो साथीहरू, अघिल्लो एपिसोडको सुरुवातमा विशाल मरिसकेको खबर पाइसकेपछि सम्पूर्ण गाउँलेहरू चाहिँ त्यो घटना भएको घटनास्थलतिर दौडिन्छन्। जब गाउँलेहरू त्यो घटनास्थलमा पुग्छन्, प्रहरीले छानबिन गरिरहेको हुन्छ र प्रहरीले त्यही बेला भनिदिन्छ कि यो कसैले बदलाको भावनामा आएर घटाएको घटना हो। मलाई त लाग्छ पक्कै पनि यो रामले नै गरेका हुन्। त्यसैले रामसँग जोगिएर बस्नु भनेर भन्दै गर्दा सम्पूर्ण पाप गर्ने पापीहरूले चाहिँ सोध्छन्, हामीले रामलाई त मारेर फालिसक्यौँ, अब राम उठेर आएर फेरि हामीसँग बदला लिन्छ त? यो त कदापि हुन सक्दैन, अरू कसैले गर्यो होला भन्ने सोध्छन्। तर यो सब रामले नै गरेको कर्तुत्व हो, किनभने यिनीहरूलाई त सजाय दिनु छ। यिनीहरूले रामलाई पटक पटक मार्न खोज्दाखेरि रामले होइन, यिनीहरूलाई चाहिँ कानुनी सजाय नै दिनुपर्छ, कानुनभन्दा माथि उठेर आफूले केही गर्न हुँदैन भन्दाखेरि बारम्बार धोका खाएका रामले यो बेला चाहिँ एकदमै राम्रो एक्सन लिइरहेका छन्, जुन चाहिँ मलाई एकदमै धेरै मन परिरहेको छ। अनि त्यो कुरा नमानिसकेपछि यति बेला बिक्कीले पनि गएर मुनालाई हातपात गर्छ। मुनालाई हातपात गर्दाखेरि अब हालत के हुन्छ त्यो त हामीले पहिला नै प्रेडिक्ट गर्न सक्ने कुरा हो। अहिले त्यही नै भएको छ। यति बेला बिक्कीको पनि ज्यान गइसकेको छ। अब बाँकी रहेका अपराधीहरू श्रुति, मालती, दुर्गा आमा, यिनीहरूलाई पनि रामले कदापि छोड्नेवाला छैनन्। अब यिनीहरू पनि रामको टार्गेटमा परिसकेका छन्। यिनीहरूलाई पनि रामले कडाभन्दा कडा सजाय दिनेवाला छन्। त्यसैले अब आउने एपिसोडहरू चाहिँ कुनै पनि हालतमा नछुटाउनु होला। सबै भागहरू हेर्दै जानु होला, किनभने कथा चाहिँ एकदमै बवाल हुनेवाला छ। आजको भिडियोबाट चाहिँ हामी यति नै भन्दै बिदा हुन्छौँ। त्योभन्दा पहिला हाम्रो च्यानलमा आउने यस्तै रिभ्यूहरू हेर्नका लागि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। हवस् त, नमस्कार।